हेलो गाइस, स्वागत छ तपाईलाई मेरो च्यानलमा। सबैलाई नमस्कार। आशा गर्दैछु तपाईहरु सबै ठिकै हुनुहुन्छ होला। अहिले फेसबुकमा एउटा बहुत ट्रेन्ड भिडियो चल्दैछ, गंगू छेत्रीको जो आफ्नो बोयफ्रेन्डको लागि उयो गरेर हैन, त्यसले आफ्नो बोयफ्रेन्डलाई खुश गर्नको लागि त्यसले आफ्नो इज्जत निछर्व गर्दियो र त्यो केटाले त्यसलाई यस्तो सारो बेइज्जती गर्दियो जुन आफ्नो अनुहार देखाउन सकेको छैन गंगू छेत्रीले। अगर त्यो केटीको जग्गामा गंगू छेत्रीको जग्गामा अगर त्यो केटाको आफ्नो दिदी बहिनी हुन्थ्यो भने त्यसलाई पनि कस्तो महसुस हुन्थ्यो होला, त्यसले त्यो सोचेन के त्यो केटाले। र अहिले गंगू छेत्रीको दाजुभाइहरूलाई कति शर्मिन्दा भएर गुज्रिनु पर्दैछ होला त्यो भिडियो हेरेर। र जति पनि त्यो भिडियोलाई लिएर जुन केटाहरूले आजभोलि अहिले जुन भिडियो नयाँ भिडियोहरू अपलोड गर्दैछन् त्यसको लागि कमेन्ट गर्दैछन्, त्यो केटाहरूले पनि सबैले पनि त्यो पनि सोच्नुपर्ने कि सबैको दिदीबहिनीहरू छन् भनेर। त्यो कमेन्ट गर्नेको पनि दिदीबहिनीहरू छन् होला, उनीहरूले पनि सोच्नुपर्ने यस्तो कमेन्ट नगरौँ होला, कोही दिन हाम्रो माथि पनि बित्छ होला। यो सब सोच्नुपर्ने के मान्छे भएर। र जुन केटाले त्यो भिडियो अपलोड गर्यो नि त्यसलाई त सबै छोरी मान्छेले मिलेर नि त्यसलाई त स्पोर्ट डेट गर्नुपर्ने, कुटेर पब्लिक धुलाइदिएर मारिदिनु पर्ने। र सबैलाई बिन्ती छ मेरो, हात जोडी सबैलाई मेरो रिक्वेस्ट छ, जुन भिडियोहरू तपाईहरूले भाइरल गर्नुहुँदैछ, पोस्ट गर्नुहुँदैछ, तपाईहरू अलिकति भ्युजको लागि, भ्युज कमाउनुको लागि, सब्सक्राइबर कमाउनुको लागि त्यो सब भिडियोहरू अपलोड नगरिदिनु होला बिचरा गंगू छेत्रीको लागि। सबैदेखिबाट मेरो यही रिक्वेस्ट छ, तपाईहरूदेखिबाट। थ्याङ्क यू, धन्यवाद।